मेरो सहमति जनाउँदै यस क्लबको उत्तरोत्तर प्रगतिको कामना गर्दै मेरो दुई शब्द यहाँ टुङ्ग्याउन चाहन्छु। कोच हुनुहुन्थ्यो, उहाँलाई पनि म स्टेजबाट सम्झन चाहन्छु, तथापि आज उहाँ चाहिँ उपस्थित हुनुहुन्न। भने यो फुटबल यस्तो चिज हो, यस्तो खेल हो जसले चाहिँ हाम्रो राष्ट्रसम्म यसको सम्बन्ध जोडिएको हुन्छ। राष्ट्रलाई कुन उचाइसम्म पुर्याउने एउटा खेलले ठुलो भूमिका खेल्न सक्छ। अहिले तपाईहरू साउदी अरबमा उदाएका खेलाडीहरूले भोलि राष्ट्रिय खेलाडी बनेर विश्वव्यापी गेम खेल्न तपाईहरू सक्नुहुन्छ। तसर्थ फुटबल भनेको यस्तो चिज हो, तपाईहरूले यसलाई चाहिँ मनन गरेर करिब दमामा मैले चाहिँ फुटबल क्लब भनेर चाहिँ स्थापना भएको 5-6वटा नै होला, तर फुटबल टिम भनेको यहाँ थुप्रै छ। तसर्थ एक आपसमा कहिले पनि मनमुटाव नरहेर हामी भनेको सबै नेपाली हौँ, नेपालीको पन झल्काएर सबैजना मिलेर एउटा फुटबल होस्, हामी तपाईहरू सामाजिक जातीय संस्था होस्, कुनै पनि संस्थाहरू हामी तपाईहरूलाई सहयोग गर्न सक्छौँ। र हामीमा यो पनि आभास भएको छ, कुनै पनि हामीले गरेको कार्यक्रममा तपाईहरूको टिमले यसरी सहयोग गरिदिनुहुन्छ। हामी भनेको मलाई यो मायाको चिन हो, दमाम भेटरान क्लबले दिँदैछ र यसमा लेखेको छ श्री चित्रकुमार सामनिङ राई, कोषाध्यक्ष, दमाम भेटरान फुटबल क्लब साथै साउदी अरेबियाको हरेक फुटबल प्रतियोगिताको खेल व्यवस्थापनमा उच्च स्तरीय भूमिका निभाई हरेक खेललाई शोभनीय ढङ्गले सफल गराउन तपाईले पुर्याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै भविष्यमा पनि तपाईको यस्तै सहयोगको अपेक्षासहित यो मायाको चिरोद्वारा सम्मानित गर्दछौँ। उहाँलाई धेरै धेरै बधाई छ। ल धन्यवाद।